हेलो साथीहरु, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ साथीहरु। अनि म फेरि पछि आज धेरै दिनपछि अर्को भिडियो लिएर हजुरसम्म आइसकेको छु। अनि आज चाहिँ म घर बस्दा बोर लागेर म घाँस काट्नको लागि आएको छु। अनि मधेसमा घाँस फेरि एउटा हुन्न के यतिखेर। अनि म चाहिँ आएको बाख्रालाई कुरोसुरो खुवाएर आएँ। अनि यस्तो घाम भयो के टाउकोमा यति घाम पर्यो। टाउकोमा रुमाल पनि लिएर आएन छु। अनि म चाहिँ यति चाहिँ काटिरहेको छु। यहाँ खेत यो बारी यो खाली बारीमा काटिरहेको। अनि अब यो कुलोमा यति चाहिँ काटेर यहाँ तानेर राखेको छु। यस्तो हो के साथीहरु, यस्तो हो के यो काट्ने मल हो हैन। मधेसमा खासै घाँस हुँदैन नि त यतिखेरको सिजनमा। बारीमा छरिरहेको छौं। अनि हेर्न सक्नुहुन्छ म चाहिँ यो हाम्रो घर पछाडी कुलो छ के एउटा कुलो, अनि त्यसैको छेउछेउमा आएको छु। अब चाहिँ म यो सर यहाँ यो कुलोको यसरी तान्छु है। कस्तो घाम लागेको छ के हो, आँखा पनि लास्टै चिम्रो भएको छ साथीहरु, घाम लागिरहेको छ। अनि त्यसपछि म चाहिँ अब एक कुलो काट्छु। आया यस्तोमा आराम त कस्तो हुँदैछ। यस्तो घाम छ के यो यस्तो घाम चर्किरहेको छ साथीहरु। हेर्नुस् कस्तो झ्याउ लाग्ने। यसमा बल्ल घाम छेक्यो। पहिला म नि हो यो छ नि अग्लो बुट्टा के मेरो पछाडिको सिधा खानी त माथि चढेर घाँस झारेको थिएँ एकदमै माथि। अनि अरु चाहिँ के भनौं हजुरलाई, म चाहिँ अब एक कुलोको डिगडिग काट्छु। यस्तो घाम पर्यो के। यस्तै छ साथीहरु, हाम्रो काम पनि कहिल्यै भ्याइन्न। त्यही भएर नि मेसै नमिल्ने क्या भिडियो बनाउँछु भने यसो गर्दा अनि मेसै नमिल्ने कामको बेलाखेरि सबभन्दा पहिला छिटो काम भ्याम भन्ने हुन्छ कि। अनि यस्तो भिडियो बनाम उ गरम भन्ने त वास्तै नहुने के। कामको बेला एकदमै हतार हुने हैन, काम भ्याम भन्ने हुने। हतारको खेती लाउँदा स्याहार्दा। अनि मैले बीचमा धेरै दिन पनि भएको थियो भिडियो नगराको। अब चाहिँ सकेसम्म बनाउँछु भन्ने लागिरहेछ। हेरौँ कस्तो हुन्छ है। हजुरले माया गरिदिनु होला। अनि यस्तै छ। म चाहिँ अब यहाँ काट्छु है। अब चाहिँ साथीहरु म चाहिँ उठे। अब एकछिन बसेँ कि एकछिन रेस्ट हो त, रेस्ट गरेको नि त काम भएर। मैले चाहिँ दरौटी लिएर आएको छु। अब हेर्नुस् मैले चाहिँ यस्तै यो दरौटी काम छैन, घाँस पनि छैन के होला। यस्तो हो कि साथीहरु, हामी चाहिँ यस्तो तान्ने हो के यो। म चाहिँ अब यहाँ सर काट्छु। हेर्दै हिँडेको के घाँस कता छ भनेर। यस्तो कि यस्तो तान्ने कि यसरी तान्ने हो। यिनीहरूलाई यति बुटल्ने हो कि यसरी बुटल्ने। यो राम्रो खान्छ नि त साथीहरु। बर्खामा चाहिँ यसलाई चिसो हुन्छ भनेर खासै दिन्न। अनि यतिखेर चाहिँ अब सिजन गयो नि त, बर्खा सिजन गयो। अनि अब हिउँद लाग्यो नि त, त्यही भएर यसरी कति राम्रो खान्छ के फेरि यो। यसरी लहरा तान्ने आउँछ यो। यसरी गरेर यसरी काट्छु। म चाहिँ यसरी तान्छु। यसरी हात पनि काट्छ के कस्तो त्यो उले सुरुले यसरी तान्ने है। यसरी गर्दै तान्दै बुटल्ने हो। स्थिति गर्दै यसरी गर्दै म चाहिँ यति घाँस पुराए यस्तै गरी काट्छु, तान्छु के यिनीहरूलाई। लगभग अब अलिकति काट्यो भने पुग्छ। हेर्नुस् कति राम्रो फुल, यहाँ कस्तो राम्रो फुलेको छ यो चाहिँ बाख्राले कति मजाले खान्छ। हजुरले देख्नु भएको छ कि नै, मजाले कति राम्रो फुलेको छ कि यो। अहिले म यसलाई पनि काटेर लान्छु।
हेर्दा नि यस्तो अल्छी लाग्दो कसरी पुऱ्याउनु भयो होला, पुऱ्याउनु हुन्छ होला भन्नुहुन्छ होला। अहिले पुग्छ है साथीहरू, यस्तै तान्दा एउटा तानेर भए पनि अहिले पुऱ्याउँछु यसरी। फेरि कति हात काट्छ कि यो उसले, काँडाले। फेरि फाइनली मेरो बोरा चाहिँ भर्यो, मेरो बोरा चाहिँ भर्यो। हेर्न सक्नुहुन्छ परिरहँदा नि त्यस्तो मजाले कसेको त छैन कि, हल्का फुल्का है ठिक्क। बर्खामा जस्तो प्रशस्तै घाँस हुन्न, त्यही भएर दुःखै हुन्छ यतिखेर। देखिहाल्नु भयो हजुरले, मैले एउटा टान्दा तानेको थिएँ। अनि घरिघरि भाइ चाहिँ पुग्यो, भारी होइन बोरा चाहिँ पुग्यो। अब यो चाहिँ मैले टाउकोमा हालेर लगेर जान्छु। आज यो कोको कहाँबाट आएछ? आजलाई चाहिँ यति नै। अब चाहिँ म घर जान्छु, त्यहाँ म्याडमको ठेसर पनि लाउन छ। अनि आजलाई चाहिँ यति नै, टाटा बाई बाई।